हेलो एन्ड नमस्ते सबैजनालाई म मिलनको तर्फदेखि सबैजनालाई नमस्ते एन्ड आज म फेरि जस्तै प्राय जसो आज पनि फेरि म एकचोटि कफी टक गर्नको लागि साथीभाइहरूसँग यसो दुःख सुखको गफ विदेशको परदेशी जीवनको थोरै कहानी मनका व्यथाहरू लिएर फेरि तपाईँको सामु बस्नु छु। आज भने म थोरै बुकको बारेमा जीवनी कसैको जीवनीसँग मेल खाएमा संयोग मात्रै हुन्छ। मैले यो नोभेलहरू पढेँ। यो न्युयोर्क टाइमको नम्बर 1 बुक रहेछ न्युयोर्क टाइमको। यसको नोभेलहरू पढ्न रिड गर्दै जाँदा यसबाट धेरै पाठहरू सिकिँदो रहेछ। कतिपय टपिकले मेरो जिन्दगीसँग पनि मेल खायो, कतिपय टपिकले तपाईँको जिन्दगीसँग पनि मेल खान्छ होला। एकचोटि पढ्नुहोस्। द मल्टिमिलियन नम्बर 1 भन्ने यो न्युयोर्क टाइमको बुक छ। यस पढ्नुहोस्। यसबाट तपाईँले हानाको यसको टाइटल छ कृष्ण हाना भन्ने हो। यसबाट तपाईँले धेरै ज्ञानहरू लिन सक्नुहुन्छ। प्राय आज पनि म तपाईँहरू समक्ष क्यापुचिनो विथ हेजलनट ड्रिङ्क गर्दै थोरै भए पनि आफ्नो मनका व्यथाहरू सेयर गर्नलाई, मनका कथाहरू सेयर गर्नलाई, साथीसँग मनका कुरा भने जस्तै होइन र। कहिले कहिले हुन्छ नि त साथीहरू आश्चर्यजनक, कसैले 10 वर्ष पहिलाको साथीहरू भेट्दा, 10 वर्ष पहिलाको साथीहरू भेट्दा, वर्तमानको साथीहरू भेट्दा त्यति खुसी हुन्छ नि। त्यस्तै खुसी म कहिले कहिले आफूले साथी पनि मैले यही कफीलाई नै साथी बनाइरहेको छु। मेरो विगत 1-1.5 सालदेखि नै म यस कफीमा कार्यमा आबद्ध छु। अहिले त मेरो डिपार्ट चेन्ज भएर म अहिले यता दुबई साउथतिर छु। राम्रो छ यो प्लेस। तपाईँको एउटा मिनी युरोप जस्तै छ यो एरिया। सेक्योर छ होइन। राजाको दुबईको अब शेखको एरिया पर्छ होइन। अलमक्तुम इमार साउथ हो। अब इमार साउथ भनेको यहीँको गभर्मेन्टको तपाईँको राजाको सेयर भएको एउटा संस्था हो। यसले आफ्नो अपार्टमेन्टहरू बनाएको हुन्छ। आफ्नै अपार्टमेन्टहरू बनाएर सेल गर्ने काम गर्दछ। रियल इस्टेटको बिजनेस छ। अनि यो एरिया जो म अहिले यो काममा आबद्ध भएको एरिया चाहिँ कस्तो भने तपाईँको एउटा मिनी युरोप। तपाईँले युरोप एक चाहिँ सम्झे नै हुन्छ। यहाँ सबै तपाईँको वाइट पिपल फरेनरहरू मात्रै बढी छ। तपाईँको रसियनहरू भयो होइन र तपाईँको अमेरिकनहरू भयो, ब्रिटिसहरू भयो। प्रायः युरोपतिर जर्मनतिरको मान्छेहरू बढी छ होइन। रोमानिया, जर्मन, रसिया साइडतिरको मान्छेहरू बढी छ। विदेशियल मान्छेहरू बढी छ होइन। र सबैले रेस्पेक्ट गर्छ, रेस्पेक्टफुल तरिकाले हुन्छ। सबै पाइलटहरू हुन्छ नि। यतातिर धेरै मेरो म गर्व गर्छु आफ्नो कार्यप्रति। किनभने मैले विश्वमा छरिएका मान्छेहरूसँग मेरो मिलन भयो होइन। त मेरो नामै मिलन। त्यस कारणले पनि होला संसारका मान्छेहरूसँग मिल्ने, एउटा गफ गर्ने, एउटा कन्भर्सेसन गर्ने, उनीहरूको कल्चरको बारेमा र आफ्नो कल्चरको बारेमा सेयर गर्ने, आफ्नो कन्ट्रीको बारेमा केही राम्रा कुराहरू सेयर गर्दा पनि मलाई गर्व लाग्छ उनीहरूप्रति, उनीहरूको समक्ष। उनीहरूले पनि आफ्नो कन्ट्रीको बारेमा केही कुराहरू व्यक्त गर्दा मलाई धेरै खुसी लाग्छ। गुड कम्युनिकेट भइरहेको छ। किनभने मेरो फिल्डै त्यस्तो फिल्डमा पऱ्यो म काम होइन। मेरो भाग्यले भनौँ, अब मैले चोइस गरेको भनौँ, भगवान्ले दिएको एउटा मेरो कला, त्यो कला मसँग एउटै मात्रै छ, बोल्ने कला। प्राय मान्छेले आफ्नो कलाहरू हुन्छन् भन्छन् नि। मान्छेका धेरै कलाहरू छन्, तर मसँग चाहिँ एउटा बोल्ने मात्रै कला छ होइन। अरू कला त के भनौँ र। यही कलाले, यही बोलीले गर्दा मान्छेहरू इम्प्रेस पनि हुन्छन्। चाहे छोरा मान्छे चाहे छोरी मान्छे इम्प्रेस त हुन्छन् नि न कोही पनि। तर यो फिल्डै त्यस्तै पऱ्यो होइन र। तर मैले अहिले जति पनि
अब सर्भिस एक्सपर्ट भन्छ नि, सर्भिस एक्सपर्ट भनेको तपाईँलाई अब के एक्सप्लेन गर्नुला त, कोही कतै तपाईँहरू अब सँग अब कुनै क्याफेतिर जानु होला, होटलतिर जानु होला, गेस्टलाई कसरी सर्भ गर्छ होइन, र सर्भिस एक्सपर्ट भनेको त्यही हो। र त्यो चाहिँ ममा एउटा खुबी छ, त्यस कारणले पनि होला मलाई एलोन भनौँ न एक हिसाबले एक्लोपनमा छोडिदिएको छ यत्रो ठुलो सप होइन। म एक्लै ह्यान्डलिङ गर्छु र धेरै मेरा कस्टमरहरू युरोपियनहरू अमेरिकनहरू आउँछन् होइन, कसैले टिप्स दिएर जान्छ होइन, उनीहरू इम्प्रेस भएर कसैले के गर्छ, जस प्राउड फिल भएको छ आफ्नो कामप्रति, राम्रो कम्युनिकेसन भएको छ कस्टमरहरूसँग, उनीहरूको देशको बारेमा र आफ्नो देशको बारेमा पनि कहिले कहिले सेयर गरिन्छ टाइम भएको बेलामा, विदाउट बिजीको टाइममा। अब अहिले त रमजान पनि ट्याक्कै आजदेखि इन भयो होइन, रमजान सकेर ईद पनि आज इन भयो, भ्याकेसन 3 डेज होलिडे थियो, पब्लिक होलिडे, आज समाप्त भयो। ठिकै छ, लाइफमा के छ र होइन, इन्जोय गर्नुपर्छ, गर्व लाग्छ आफ्नो कामप्रति। सबैलाई सर्भिस गरेको छु, कोही इन्जिनियर डक्टर पाइलटहरू आएका हुन्छन् कस्टमरहरू, उनीहरूले नि मलाई रेस्पेक्ट गरेको हुन्छ, मैले पनि उनीहरूलाई रेस्पेक्ट गर्छु होइन। मेरो सर्भिसै रेस्पेक्ट गर्ने खाले सर्भिस होइन, जहिले पनि हाँस्न पर्ने होइन, अन्त एनर्जी मोटिभेट गरेर 8 आवर आफ्नो एनर्जीलाई एकदम एक्टिभनेसमा राखेर कफी पिउँदै, आफू नि कफी खाँदै, अरूलाई पनि कफी पिलाउँदै गरेर लाइफलाई यसरी नै मैले इन्जोय गरिरहेको छु होइन। यसो लाइफ इन्जोय गर्दा गर्दै समय लगभग 2 साल बित्न लागिसक्यो परदेशमा होइन। लाइफको 2 सालको जर्नीमा मैले धेरै उतार चढावहरू देखेँ जिन्दगीमा। त्यही उतार चढावको बिचमा यो किताबमा पनि त्यस्तै कथाहरूले अब जीवनीले मेरो आफ्नो जीवनीसँग टच खायो, त्यस कारणले अब मैले पनि सानो मनका कुराहरू सेयर गरौँ। तपाईँ कोही विदेश आउँदै हुनुहुन्छ भने उनीहरूलाई पनि राम्रो गाइडलाइन दिउँ कि भन्ने हिसाबले मैले आज यो सानो भिडियो मात्रै बनाएको, तपाईँहरूसँग चाहिँ सानो भिडियो बनाएको। आउनुहोस्, तपाईँहरूसँग दुबई आउनको लागि, दुबई आउनलाई केही ठुलो कुरो छैन। गल्फको सबैभन्दा राम्रो अपर्च्युनिटी भएको देश भनेको नै दुबई हो। तर यो होइन कि आउँदा चाहिँ हाम फालेर पैसा लगानी गरेर 2 लाख 3 लाख रुपियाँ 4 लाख रुपियाँ लगानी गरेर आउँदा त्यो आउनु भनेको बेकारै हो होइन। कोही तपाईँको आफ्नो रिलेटिभहरू छ, कोही छ भने तपाईँको उनीहरूसँग राम्रो कम्युनिकेट गर्नुहोस्, राम्रो रिलेसन बनाउनुहोस् र भिजिटमा आउनुहोस्। भिजिटमा आउन कति लाग्छ तपाईँको? 1 लाख रुपियाँ खर्च हुन्छ होइन र। 1 लाख रुपियाँ आएर त तपाईँसँग पहिला कुरो के हुनुपर्छ भने एउटा कामको स्किल हुनुपर्छ होइन। तपाईँसँग एउटा कामको स्किल हुनुपर्छ र अर्कोतिर तपाईँसँग एउटा गुड इङ्ग्लिस मात्रै होइन, फ्लुएन्ट इङ्ग्लिस भयो झन् राम्रो, गुड इङ्ग्लिस भने झन् राम्रो। यदि गुड इङ्ग्लिस पनि छैन, फ्लुएन्ट इङ्ग्लिस पनि छैन भने ल ठिक छ, तपाईँसँग हिन्दी र तपाईँसँग कामको स्किल मात्रै भयो भने, तपाईँको कोही रिलेटिभ छ भने तपाईँ दुबई आउन सक्नुहुन्छ। दुबईमा धेरै अपर्च्युनिटीहरू छ होइन, तपाईँले काम नपाउने भन्ने हुँदैन, काम पाउँछ। तर कुन क्याटेगोरीमा काम पाउँछ भन्ने बहुत इम्पोर्टेन्ट कुरो हो। लेबर क्याटेगोरीमा त किन आउने हुन्छ र, 1000 रुपियाँ सेलेरी हुन्छ, 700 800 900 1000 सेलेरी हुन्छ, खाना पऱ्यो, महँगै छ दुबईमा, सधैँ धेरै महँगो छ। त्यस कारण क्याटेगोरी एकदम इम्पोर्टेन्ट हुन्छ। क्याटेगोरी चुज गर्न धेरै इम्पोर्टेन्ट। तपाईँको कुन क्याटेगोरी कुन फिल्डमा तपाईँ दक्ष हुनुहुन्छ त्यो फिल्डको लागि चाहिँ तयारी गरेर आउँदा चाहिँ दुबईमा अपर्च्युनिटी धेरै छ। किनकि फ्युचरमा जुन मैले अहिले यो एरियामा जुन मैले अहिले काम गरेको एरिया भनेको फ्युचरमा दुबईको लार्जेस्ट एयरपोर्ट हो। यो वर्ल्डको लार्जेस्ट एयरपोर्ट हो यो। अब म अहिले जुन ठाउँमा बसेर मैले तपाईँहरूसँग 2-4 कुराहरू राखेको छु त्यो ठाउँ भनेको अबको अहिले नि कामहरू बिल्डिङहरू बनाउँदैछ होइन। यो ठाउँ भनेको अबको 5 वर्षसम्म वर्ल्डको लार्जेस्ट एयरपोर्ट हो यो, अल मक्तुम एयरपोर्ट भनेको। अमेरिका अहिले फर्स्टमा छ भने अब त्यसलाई नै यसलाई टपेर यसले टेक अफ र फ्लाइ चाहिँ एकैचोटि 10-10वटा गरेर 20वटा नै गर्ने विचार छ होइन। त्यस कारणले गर्दा ल्यान्डिङ पनि र टेकअप 10वटा ल्यान्डिङ 10वटा टेकअप एकैचोटि गर्ने एकै दिनमा, त्यस्तो प्लानले नै एयरपोर्टहरू चाहिँ एकदम भयङ्कर ठुलो त्यसको कामहरू भइरहेको छ, रिपिटली भइरहेको छ। त्यस कारणले यो एरिया भनेको एकदम भिआइपी एरिया हो, अपर्च्युनिटीहरू धेरै छ र कामको
बारेमा भन्दा चाहिँ तपाईँले कामको अब क्याटेगोरी चुज गर्नुपर्छ। मैले आफूले देखेको अनुसारले फिल्ड भनेको सुसी। यदि तपाईँ दक्ष सुसी बनाउन जान्नुहुन्छ भने तपाईँसँग महिनाको लाख रुपियाँ तपाईँले आरामले आँखा चिम्लेर यहाँ कमाउन सक्नुहुन्छ। स्टार्टिङमा सुसी एकदम इम्पोर्टेन्ट। नेपालमा सिकेको सुसीले तपाईँको त्यहाँको बेसिक मात्रै हो, होइन? स्कुलमा पढ्न गएको भर्खरै बच्चालाई सिकाए जस्तै हो सुसी। त्यो सुसी नेपालमा सिकेको सुसीले तपाईँले यहाँ आएर सुसी बनाउन सक्नुहुन्न। तपाईँले यहाँ आएर ट्रेनिङ लिनै पर्छ, होइन? तर जे होस् तपाईँसँग एउटा के हुन्छ भने तपाईँसँग एउटा कन्फिडेन्स भयो भने तपाईँले काम सुसीमा पाउनुहुन्छ। तर हार्ड काम हो सुसी भनेको, हार्ड काम होइन, होइन? तपाईँसँग स्ट्रगल चाहिँ 12 घन्टा ड्युटी गर्नुपर्छ सुसीमा काम गर्दा सुरुमा, र आएर तपाईँको राम्रो रिलेसन छ कोही छ भने तपाईँ सुसी सिकेर आउँदा चाहिँ दुबईमा एकदम छिटो र छरितो जब पाउने भनेको एउटा फिल्ड भनेको सुसी। सुसी मेकर होइन, सुसी सेफ भनेको एकदम राम्रो सेलेरी छ। त्योमा तपाईँको 1 लाख रुपियाँ आँखा चिम्लेर महिनाको कमाइ गर्न सक्नुहुन्छ, होइन? त्यसपछि अर्को फिल्ड भनेको तपाईँको बारिस्टा। एज अ म अहिले बारिस्टा हुने, होइन? अब एज अ म बारिस्टाको चाहिँ राम्रो स्किल छ। बारिस्टाको लागि के चाहिन्छ भन्दा चाहिँ तपाईँको इङ्ग्लिस एकदम पर्फेक्ट हुनुपर्छ, होइन? र म त अब मिडियम क्वालिटीको इङ्ग्लिस हो, तर मसँग चाहिँ के छ भन्दा चाहिँ मिडियम क्वालिटीको इङ्ग्लिस भयो भने म सर्भिस एक्सपर्ट र एक्सपिरियन्स भरिपूर्ण भएको कारणले गर्दा मलाई यो फिल्डमा चाहिँ म जहिले पनि एक कदम अगाडि नै हुन्छु। त्यस कारणले यो फिल्ड चाहिँ एकदम राम्रो छ। यो फिल्डमा कस्तो छ भने इन्जोय वर्क गर्ने फिल्ड हो यो, होइन? तपाईँको इन्जोय तरिकाले काम गरेर आफ्नो दिन बिताउने। सेलेरी यसमा पनि रेन्ज राम्रो छ। यसमा नि हेरी हुन्छ तपाईँको। यसमा अब तपाईँको स्टार्टिङमा कुनै कम्पनीको तपाईँको लगभग 50 सधैँ 50देखि माथि नै, एबभ 50देखि माथि नै हुन्छ, होइन? त्यसमा अब त्यो अरू अब कम्पनी वाइज तरिकाको हुन्छ। कुनै कम्पनी ब्रान्डेड होला, कुनै कम्पनी लोयर होला। अब यो होइन कि क्याफे भनेर अब बारिस्टा भनेर तपाईँको यो क्याफेटेरीमा आएर काम गरेर 700, 800, 900 रुपियाँ कमाएर हुन्छ त्यो चिया बेचेर होइन। बारिस्टाको क्याटेगोरी छुट्टै हुन्छ। यो तपाईँको मालवाडीको टी कम्पनीको चाहिँ छुट्टै हुन्छ, होइन? र क्याफेटेरियाको। त्यस कारणले यो फिल्डमा आउँदा चाहिँ तपाईँको दुबईमा धेरै अपर्च्युनिटीहरू छ, होइन? सकभर त मैले हिँड्न आउनु भन्छु, होइन? ल अब नेपालमा केही छैन, सधैँ रहर र झगडा, होइन? र सबै पार्टी भनेछ, यो त्यो पार्टी त काङ्ग्रेस त एमाले भनेछ, दुनियाँ मिलेर सरकार चलाएको छ, दुनियाँले ठग्या छ, खाछ, बस्या छ, होइन? उत्पत्ति केही गर्ने होइन। कसैको जीवनमा परिवर्तन आएको छैन, होइन? लाइफमा तपाईँको जीवनमा केही परिवर्तन आएको छ? साह्रोदेखि त्यही पार्टी भनेछ, बस्या छ, होइन? पार्टीकै पछि लागेछ, बसेछ। कसैको जिन्दगीमा केही परिवर्तन आएको छैन। आम नागरिक सर्वसाधारण जीवनमा केही प्रगति आएको छैन। त्यस कारणले यो पार्टी साथी भन्नु छुट्टै हो। आफ्नो कमाइ गर्ने, आफ्नो तरिकाले जिन्दगी लाइफ जिउनु, त्यही नै एकदम राम्रो रहेछ भन्ने कुरो लाग्यो सोच विचारमा। अब यस्तै हो। ल आजको लागि मैले सानो मन्तव्य यसरी नै राखिदिएँ। आउने भावी पुस्ताहरूको लागि, आउने भावी भाइहरूको लागि, दिदी बहिनीहरूको लागि चाहिँ मैले भाइहरूको लागि मात्रै भने, दिदी बहिनीहरूको लागि म अलि पछि, दिदी बहिनी दाजुभाइहरूको लागि चाहिँ मैले यो फिल्डमा आउनु राम्रो हुन्छ भने, होइन? र अब दिदीहरूको लागि चाहिँ म पछि नै एउटा राम्रो एउटा टपिक भिडियो बनाउँला। आजलाई चाहिँ यति 2-4 शब्द भन्दै म आफ्नो कफी टक कार्यक्रमबाट चाहिँ, कार्यक्रम भन्दा नि सोबाट भन्दा नि अब कफी टक कार्यक्रमबाट सानो मन्तव्य राख्दै फेरि पनि अर्को एपिसोडमा भेटौँला। आजलाई पनि बाई बाई, हेभ अ गुड डे, गुड नाइट, बाई बाई, सी यू लेटर।